राम राम नमस्कार गुड मर्निङ साथीहरू सम्पूर्णमा म सबैलाई धेरै धेरै वेलकम गर्न चाहन्छु। आज म चाहिँ मर्निङ समयमा छुट्टीको दिनमा यसरी पार्क घुम्न गइरहेको छु। तपाईलाई पार्क घुमाउँछु आज। यसरी चाहिँ के कस्तो छ यो पार्कको यसरी चाहिँ म भिजिट गराउँछु, देखाउँछु। यो चाहिँ दुबईको शारजा भन्ने ठाउँ र विशेष गरी शारजाको वाटरफ्रन्टदेखि लिएर यो पार्क घुमाउन लैजान्छु है त साथीहरू। सिन हेर्दाखेरि यस्तो देखिन्छ। यो अब यो एउटा सानो पार्क छ। यहाँ खजुर चाहिँ ठाउँ ठाउँमा एकदमै राम्रो चाहिँ फलेको छ। सकिन्छ यो खजुर चाहिँ अब पाक्न लाग्न लाग्यो। पहेँलो भइसकेछ यसमा। पहेँलोदेखि नै थाल्यो यसमा। यो ठुलै छ हैन, एरिया एकदम ठुलो छ। अब यहाँदेखि म अझै चाहिँ भित्र प्रवेश गर्छु। यसरी चाहिँ अब देखिन्छ चारैतिर खजुर चाहिँ एकदमै फलेको देखिन्छ। यहाँदेखि भित्र म जान्छु अझै अगाडि। मस्जिद छ। चाहिँ एकदमै राम्रो फलेको छ, पुरा लटरम्म रहेको छ। यस्तै चाहिँ धेरै फलेको देखिन्छ। यहाँ चारैतिर खजुरै खजुर को फलेको छ साथीहरू। हेर्नै मजा आउँछ। अब यसरी चाहिँ यता देखिन्छ, यता गुलमोहर पनि फुलेको छ। राम्रो सिन रहेको छ। बिहान कस्तो राम्रो यहाँ फुलमा पानी अटोमेटिक चलिरहेछन्। यता चाहिँ सिँचाइ भइरहेको छ। दामी सिन छ बिहानको समयमा। यता आफू चाहिँ सङ्गीत प्रेमी भएको हुनाले फेरि यस्तो चाहिँ सिनहरू हेर्दै मजा आउँछ। र यसरी चाहिँ म यो ठाउँमा आएर फुर्सदको समयमा यसरी यहीँबाट मैले अब धेरै गीतहरू क्रिएसन गर्छु, बनाउँछु। त्यसरी चाहिँ हेर्दै मजा आउँछ साथीहरू। फुल हेर्दै रमाइलो लाग्छ। कटिङ कति राम्रो हुन्छ। यहाँ एकदमै राम्रो तरिकाले सजाएका हुन्छन्, कटिङ गरेका हुन्छन्। यस्तै हाम्रो नेपालमा पनि ठाउँ ठाउँमा चाहिँ हुनुपर्छ। यसरी चाहिँ अब यहाँ सबैजना यहाँ फेरि रूपमा अब घुम्न पाउँछ। यसमा केही छैन, पैसा लाग्दैन यो चाहिँ पार्कमा घुम्दाखेरि। त्यसरी चाहिँ यता आयो, बस्यो एक ठाउँ, राम्रो गीत बनायो घुम्दै। धेरै क्रिएसनहरू भइसकेको छ। 150 भन्दा बढी गीतहरू बनाइसकेको छु। तर साथीहरू अझै अब धेरै सिङ्गरहरू अझै पाएको छैन। मोडल म्युजिक भिडियो बनाउने त्यस्ता साथीहरू पाएको छैन। खोज्ने क्रममा जारी छ। एरिया एकदमै ठुलो छ। घुम्दै चाहिँ हामी थाकिन्छौँ। एकदमै अब ठुलो एरियामा यो चारैतिर फेरि खजुर लगाएको छ, हरियाली गरेको छ। धेरै राम्रो देखिन्छ। यसरी हामी चाहिँ हाम्रो रुमको नजिकै छ, जसले गर्दाखेरि साँझ बिहान फुर्सद हुने बित्तिकै हामी यता घुम्न आउँछौँ। र यो पार्क हाम्रो सबभन्दा नजिकको पार्क चाहिँ हुँदाखेरि यसरी चाहिँ आनन्द लिन सक्छौँ हामी। यसरी चाहिँ अब मनमा थियो र मस्तिष्कमा थियो यो सिनहरू, र एउटा चाहिँ भिडियो बनाएर पनि यो सिनहरूलाई कैद गरेर राखौँ भनेर मेरो मनमा विचार आयो। त्यसो हुँदाखेरि आज मैले चाहिँ ब्लग्स यसरी यो पार्कको बनाएर युट्युबमा पनि कैद गरेर राख्छु भनेर यसरी चाहिँ आज तपाईहरू माझ देखाइरहेको छु है साथीहरू। अब यहाँ कुनै खजुरहरू एकदमै पहेँलो भइसकेको छ, पाक्ने बेला भइसक्यो। एकदमै राम्रो देखिन्छ, कस्तो के खाउँ लाग्ने देखिन्छ। र कुनै फेरि चाहिँ अब हरियै छ।
अब कुनै पेडमा एकदमै अब रुखमा एकदमै पाक्न लाग्यो, कुनैमा हरियो छ। यसरी चाहिँ फरक फरक चाहिँ पेडमा रुखमा फरक फरक किसिमको दानाहरू छन्। कुनै फेरि रातो एकदमै रातो छ है, पाकिसकेको छ यो खाँदा पनि एकदमै मिठो लाग्छ। हजुर पनि यसरी झरेको हुन्छ, हामी खान सक्छौँ। समुन्दर छ यतातिर, एकदमै अब रमाइलो हुन्छ साँझतिर। रातिमा यसरी साँझ आउँदाखेरि यसरी यहाँबाट फेरि पानीको फुहाराहरू निस्किन्छ, एकदमै रङ्गी बिरङ्गी कलरका। अब अहिले बिहान चाहिँ छैन, तर रातिको समयमा फेरि रङ्गी बिरङ्गी यहाँ देखिन्छ है। मैले देखाउँछु। साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो छोटो मिठो मेरो ब्लग्स आजको यसरी मर्निङ वाक गर्दै तपाईँहरूलाई पनि सँगसँगै मर्निङ वाक गराएँ र यसरी चाहिँ आगामी भिडियोमा पनि तपाईँहरूलाई नयाँ नयाँ कुराहरू चाहिँ देखाउने छु र साथ दिनुहोला। हस् त, थ्याङ्क यू, धन्यवाद, नमस्कार। साथै मेरो युट्युब च्यानल @श्याम म्युजिक ब्लग्स सब्सक्राइब गर्नुहोला। हस् त, थ्याङ्क यू।